उहाँको आसन ग्रहण गरिदिनु हुनको लागि नम्र अनुरोध गर्दछु। धन्यवाद। उहाँको स्वागत सम्मानको लागि हाम्रा भोलिन्टियर साथीहरूको लागि ब्याज माला लगाइदिनु। सम्मान यहाँ सक्कसित थन झाइदिपी हरिबापी सक्कसित राष्ट्रिय गाने सम्मान या लागि अनुरोध गर्न छ न। सक्कसित राष्ट्रिय गाने सम्मान या लागि अनुरोध गर्न छ न। Sudah rasakan ya सम्मान ya. राष्ट्रगाने सम्मान देनाको निम्ति आज थंगिया ज्याझोले मौन धारण पाके होने तेनाको तो सक्कसित तो जेनजी आंदोलन या दिवंगत ज्यादिपी शहीद पिनीको आत्मा शान्ति या कामना यासे जे 1 मिनट मौन धारण पाके होना चना को तो सक्कसित मौन धारण शरीर ज्यादि त इना बयान चना सक्कसित तो मौन धारण कार्यक्रम में शरीर ज्यादि द इना बयान चना सुबह सक्कसित तो आज थौया तो ज्याझोले रसकुस नचोर पाखे ओना चनगुदु नेपाल सम्बत जिनसासा वो पीकुडा रुदा समारोह या छान्जे नप नाय नकमी समाजीय लया नाय भीम नारायण नकर्मे जुया द रसकुस नचोर तयारी द इनाबे नचना नकर्मे जोदोले पत्रकर्तान भनेको भाजु सभा हेर्न आयो रुदा समारोह समिति हेर्पछि गणेशकार समाज हेर्न आयो समुद्र मानको नेताहरू ठुलो गरिमामय सभा उपहार सम्माननीय प्रधानमन्त्री जिल्लाको बोधयात स्वीकार गर्न तयार
डिपी विशिष्ट ठिठी सङ्घ संस्था पाखे नयाँ डिपी हो ठिठी समाज नायो हो प्रतिनिधि मिसापुत पत्रकार भाषा बिन्ताना जी लोध समारोह समिति छान्जे वो नकर्मी समाज हेले नायो हिल नारायण नकर्मी पाखे नेपाल सम्बत 1146 रोड यहाँ लस्ते सकल नेपाली पिण्ड एको भिन्टुना देशासे 10 कोटी जना चुना ठौजाको ठो नेपाल सम्बत 1146 रोड ज्यादो समस्त नेपाली पिण्डको धनको छ ऐतिहासिक सांस्कृतिक रैली झरो ढाको भनि त फन धाया डिपी सकल हन पिण्ड रैलिया अन्त्य ठंग बोटी कया दिद इनाम या नाचना तू गरिमा में सभा छदा ख न्योने तेना जी सकल जाति समाज पिनसा दे दस हना वया तनगु तुगु नोदय सांस्कृतिक रैली पजिक हनावनी तुगु ज्याजो या त सकलै सहभागी न थी तर तुगु ज्याजो या नीति बजेट अभाव रैली बोटिकया टिपी बाजल फल बैनर सहित बोटिकया टिपी समाज फल पुत पिण्ड शिल्पा भोसा खलन जना कगुदल तर समय मार्फत वृद्धि या मार्ग पल्सा नब बिहा तगु सियानो कोपला थौने निसे नापो या त न्याडो लिउ या त सोडो वो लिया या त निरो नापो हपा शिल्पा झिन्यामसित झिन्या सजको पिगो याना वया तनको खन तो घरमा मे सभा यसना चुना खल खजाको खन यसने बालाको मुखो तर न्याउथे सन मगाथे चुना ताका नेथानागु दुल तुगु समारोह यागो नीति सम्माननीय प्रधानमन्त्री पाखे मेरो द 1147 निसे छु गाली दै दोइगो पालोस कया चुना नेपाल सरकार नेपाल सम्मति त राष्ट्रिय सम्मति याको रूपे घोषणा या ढुङ्गुडु संसदर शाखा या त राष्ट्रिय विभूति घोषणा या ढुङ्गल ठौने निसे नेपाल सरकार नेपाल सम्मति या त नेपाल सरकार याको दस्तावेज अनिवार्य गथाके निर्णय याना दि ढुङ्गुडु तो जी सकल नेपाली पिण्ड तस्मै तथा बगु लस्ताय खन ख हाना छकलका चुना तुगु ज्याजो झझर ढाको हनिया निम्ति सम्बन्धित निकायमा ध्यान तयारी थका जोरदार मार्गना चुना आशा एवं भलसा दो पोवंका दी ढका अन्त्य सकल उपस्थित पिण्ड ज्याजो या शिल्पा हना त्या अर्थात समापन समारोह तक चुना ज्याजो झझर ढाका दी धै भलसा कया सकस्तना हाना छक लसकुस याना चुना लसकुस लुड नेपाल सम्बत 1146 या लस्ता लुड समारोह समिति पाखे नकमी समाज पाखे वो जिगु व्यक्तिगत पाखे सकसित एको भिन्टुना देशना शुभा जय माला जी न्योने डगु ट्वारे मटच्याका उले जय राति त सम्माननीय प्रधानमन्त्री सुशीला कार्की जी त इना बेना चना आजको हाम्रो यस कार्यक्रममा हामी समुद्रतन्त्रतर्फ लाग्दछौँ हाम्रो अगाडि रहेको पानसमा दीप प्रज्वलन गरेर आजको यस कार्यक्रमलाई समुद्रतन्त्र दिनुको लागि सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीजीलाई अनुरोध गर्दछु। आजको हाम्रो यस कार्यक्रमका प्रमुख अतिथि सम्पूर्ण मान्यताज्यूहरूले सेवामान ताली सम्मान गरिदिनुको लागि अनुरोध गर्दछु। Sudah, Muda Samaro, Nepal Sambat, Jinsasawa, Pikula, Ulija, Kami.
हाम्रो आजको यस कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नु भएकोमा आयोजक यहाँप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ। थौया ज्या झोले छुपो जा जिथन तेते नहुदु नेपाल सरकार र नेपाल सम्बत तन राष्ट्रिय सम्बत यागो रूपे घोषणा या टुगुदु अथे संघदर सफा जो या तन राष्ट्रिय विभूति कठाउँ घोषणा या टंगु दु अथे नेपाल सरकार नेपाल सम्बत या नेपाल सरकार यागो दस्तावेजले अनिवार्य दुछाके गुदु निर्णय याना या टुगु दु अथे नप कामकाजी खेले यहाँका छेले दुख्यानो धुम्कल झी सकल नेपाली पिन्त कस्तो हे चोछ्या गहो खख उकी नेपाल सरकार प्रदेश सरकार हो स्थानीय सरकार या त थौयाको ठो सभाले यक्को सभा देछना चोना आजि थौया कार्यक्रममे तो उलेजिया कार्यक्रम सिरला आ थौ समुद्घाटन कार्यक्रम सिरेका आजि खना सिरपा ललाको कार्यक्रम सिया चंगुदु तो सिरपा ललाना दिद सम्माननीय प्रधानमन्त्री थौया मु पाए त इनापेना चना अथे तो सत्यमन जोशी सिरपा लढागु र हनापो वाचन याना दिद अनि बम डाक्टर पुष्पराज राजकर्णिका जुया त इनापेना चना अथे तो हनापो कया दिद रुक्मिणी श्रेष्ठ व शिवराम तन्बुकार जुया त इनापेना चना मेजु अनि बम प्रदेश सभासद थो चोरवडया वरार्जीज्यू लगायत सिक्पी सदस्य जोजलपा नमस्कार दक्ले नापा नेपाल सम्बन्धी प्रवर्तक शङ्खधर सापा जुया त श्रद्धाञ्जलि देथा ले सिक्पी सदस्य नुदया पिन्तुना देथा नेपाल भाषा मंका खल यल थनी पेरे निसे नेपाल भाषा या खेले निथने बगु योगदान दियादी में स्थित बांगमे स्तावरी पुरुष सत्यमन जोशिया नाम वेकयत अमरयागु नाप नेपाल भाषा यात चोन्याकिगु तातुना छगु शिर्पा स्थापना याउ ख ऊ सत्यमन जोशी नेपाल भाषा साहित्य शिल्पा चुक्सी नेपाल भाषा खेले महत्वपूर्ण योगदान व्यावेचना दिम रुक्मिणी श्रेष्ठ दुयाट दिगु पोछु जुल वेकयाट तो शिल्पा छा दिगु जिमसँग पोछना दिगु ख सिक्पिनीगु प्रति जानकारी निम्ति जी शिल्पा समितिया कजिया हैसियत वेके त ललाचनागु तो दसिपौ छकजी सिक्पिन्त बनान निम्ति दसिपौ थचेको नेपाल भाषा मंका कल यला पलिस्ता नेपाल सम्बत छिन्छ सत्यमन जोशी नेपाल भाषा साहित्य शिल्पा छिन्छ वो पी खुड हनिबाम मेजु रुक्मिणी श्रेष्ठ बबर महल नेपाल सम्बत दो छिव खुइपेर यलाठो एकादशी खुनु अब छत्रमान श्रेष्ठ हो माँ नीर कुमारी श्रेष्ठ को जन्म दियादिम छिस नेपाल भाषा साहित्य जकमको नेवा नसा तोसा संस्कृति विषय नाप क घना छिन्छगु सपु जोगु नाप नेपाल भाषा छगु ऐतिहासिक महत्व या साहित्यिक लेख हो ठोकने संपादन हो प्रकाशन या ज्या तारिन से मध्य क जना वया जुला नेपाल भाषा बांगमे या ठकागु हो नेवा संस्कृति या संरक्षण तिब जीगु छु ठे तथा बगु योगदान या पदरिया से छिस्कर मेजु रुक्मिणी श्रेष्ठ दिया नेपाल भाषा मंका यल पाखे नि सोनागु नि सरो तकाया सत्यमन जोशी नेपाल भाषा साहित्य शिल्पा झिन्छो पी खुड ललानागु जुल छिगु भिउ सावो ता आयुया कामना याना चना जय माभा हिराकाजी मर्दन नयाँ नेपाल भाषा मंका खुल यल सुशीला कार्की मुपा सम्मान्य प्रधानमन्त्री डाक्टर पुष्पराज राजकर्णिकार कजी शिल्पा समिति महेन्द्रलाल मर्दन छ्यान्जे नेपाल भाषा मंका खुल यल नेपाल सम्बत झिन्छ पी खुड कचरा पारो
निरो चाहिँ निरो कार्तिक 5 गते बुधबार नेपाल भाषाको क्षेत्रमा विशेष योगदान गर्नुहुने रुक्मिनी श्रेष्ठलाई सत्यमोहन जोशी नेपाल भाषा शिर्पा प्रदान गरिदिनु हुन म सम्माननीय प्रधानमन्त्रीज्यूमा अनुरोध गर्दछु। साहित्यकार कथा वेकन यानादिगु जयता सम्मान यासी ठौ वेकाय सम्मान कार्यक्रम जोगदु दोसला निएका अले सिपा लला तिंगदु साहित्यकार जी रुक्मिनी श्रेष्ठजीया हरेक पाइला शुभजीमा भयो कामना यानाचना योगदान साहित्य पाखे हनागो योगदान जे झ्याप्ले न ममंगा चने वेको झिउ लागि छ उदाहरण ख सिक्किनु लागि उदाहरण ख अथे वेको त यको बिन्दु नानु अथे जी आ मेगो सिपा का झाय त शिवराम तन्नुकार जी त इना पेरा छन प्रशंसा पत्र अनि गमा बाजु शिवराम तन्नुकार जो लायो तन्नुकार समाज नेपाल सबत 1145 द रुद ज्याजो तजिरो झज भ्याग अनुभव दिदी सिओ समाज पाके मामागु कथा को चागो ग्वालियाना दिगु योगदान त भदरिया से चितको प्रशंसा पत्र ललांगु जुल हजारगु ज्या ल्याबले मन कोसका चुनी धका मनतुना सुबा म पा सम्माननीय प्रधानमन्त्री सुशीला कार्की शान्ति भीमनारायण नगमी 2082 बुधबार सुबा अथे वेको त सामा कोठाका दिद वडा नम्बर 16 या ललितपुर महानगरपालिका वडा नम्बर 16 या वडा अध्यक्ष निर्मल रत्न साकेजी त बिना पेरचना सुबह अने यो बिन्दुना छित आज को कार्यक्रमले थौयागु थो ज्याजोले थन झिगु न्योने संगठन स्वाखाया बटा प्रतिमाले स्वामा अर्पण यानादित सम्माननीय प्रधानमन्त्री जुया त इना याना चना अथे अनुभवी जुया त तो सुबह आज थौया ज्याजोले धेरै धेरै धन्यवाद समारोहका सभाध्यक्ष महोदय, मञ्चमा आसीन अतिथिज्यू, सम्मानित व्यक्तित्वहरू, दाजुभाइ दिदीबहिनीहरू, कार्यक्रममा उपस्थित पत्रकार महानुभावहरू, नेपाल सम्बन्धका शुभचिन्तक तथा सम्पूर्ण आत्मीय दिदीबहिनी तथा दाजुभाइहरूमा मेरो न्यायलु अभिनन्दन। नेपाल सम्बन्ध 1146 मुद समारोह समितिको यस कार्यक्रममा मलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरेकोमा आयोजकलाई हार्दिक आभार व्यक्त गर्दछु र नेपाल सम्बन्धका प्रवर्तक शङ्खधर साखवा प्रति श्रद्धा सुमन अर्पण गर्न चाहन्छु।
साथै नेपाल राष्ट्रलाई स्वतन्त्र र स्वाधीन बनाउन विभिन्न आन्दोलनमा ज्यान बलिदान दिनुभएका ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गर्दछु। नेपाल सम्बत आज हामी नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो। यसका अतिरिक्त प्रवर्तक शङ्खधर साक्वा एक व्यापारी हुनुहुन्थ्यो, तर उहाँ केवल नाफा कमाउने व्यापारी मात्र नभएर एक महान समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व हुनुहुन्थ्यो। आजभन्दा 1146 वर्ष अघि राजा राघव देवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋण मोचन गरिदिनुभयो। ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक निर्णय थियो। यो दिन नै नेपाल सम्बतको शुभारम्भको आधार हो। उहाँको यही सामाजिक न्यायको महान कार्यको कदर स्वरूप दिसम्बर 936 नेपाल सम्बतको थालनी गरियो। यसैको सम्मानमा उहाँलाई दिसम्बर 2056 राष्ट्रिय विभूति घोषणा गरियो र 2065 कार्तिक 7 गतेदेखि नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गरिएको छ। सरकारी कागजातमा नेपाल सम्बत समेत उल्लेख गर्न थालिएको छ। यस सम्बतको सम्वर्धन, प्रवर्धन र व्यावहारिक कार्यान्वयनका लागि यहाँहरूको सुझाव अनुसार थप कदम चाल्न पनि सरकार तयार छ। नेपाल सम्बत नेपाली धरतीमा उत्पत्ति भएको हो। नेपाली जनताले यसको प्रादुर्भाव गरेका हुन्। तसर्थ नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्त्वपूर्ण धरोहर हो यो सम्बत। यस सम्बतको प्रवर्तन गर्ने ती महान व्यक्तित्व साक्वाबाट आज पनि हामीले सिक्ने कुरा के छ भने व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई राखी हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभिष्ट पुरा हुन सक्छ। उपस्थित जनसमुदाय 2082 भदौ 23 र 24 गते जेएनजीले नेपालमा व्यापक चरम भ्रष्टाचार विरुद्ध गरेको आन्दोलनमा कलिला युवाहरूको अनाहतमा ज्यान गएको र सयौंको सङ्ख्यामा घाइते भएको घटनाले म अत्यन्त दुखी छु। आज यस समारोह मार्फत पनि उक्त आन्दोलनमा ज्यान गुमाउने सम्पूर्ण प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यको लाभको कामना गर्छु। सोही आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले 2082 फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँलाई विदितै छ। यस सरकारसँग नेपालको संविधानको अधीनमा रही जेएनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ। यसका लागि समाजका सबै तह, तबका र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ। आउनुहोस् यसमा सहकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ। लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन 21 गते हुने निर्वाचनमा भयरहित ढङ्गले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ। यस कार्यमा सबै राजनीतिक दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा विश्वस्त रहेको छु। अन्त्यमा आज सम्मानित व्यक्ति र संस्थालाई हार्दिक बधाई ज्ञापन गर्दै शङ्खधर साक्वाले देखाउनु भएको सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्ने हामी सबैलाई प्रेरणा मिलोस्। नयाँ वर्षले हामी सबैको जीवनमा सुख, शान्ति, सामाजिक सद्भाव र प्रगतिको नयाँ आयाम थपोस्। नुआ बिन्तुना सभा अध्यक्षज्यूलाई अनुरोध गर्दछु। साथै मायाको चिन्ह ग्रहणको लागि आजका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीजीलाई अनुरोध गर्दछु। यो सानो मायाको चिन्ह एउटा सानो छ, तर सदैव हामीलाई सम्झिरहनुहुन्छ भने हामी विश्वस्त छौँ। आफ्नो अमूल्य समय, अति व्यस्तताको बावजुद पनि हामीलाई समय दिनुभएको छ। हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरेर हामीलाई थप हौसला अनि ऊर्जा प्रदान गर्न पाल्नु भएकोमा प्रमुख अतिथिज्यूप्रति
सकल बाजागाजा सहित नेपाल सम्मत जिन्छ ओपी कुदय नुदय जज त्यागदा संघटर सफाया भाटा नगर परिक्रमा र्याली या झायका सकस्न इनाम या नाचना सकल नेपाली पिन्ता बुन्टुना नेपाल संघ राष्ट्रिय संघ भाषा भाषा जाति भाषा त्यसैले र्यालीले ज्याठोले सकस्न इनाम रचना नगर परिक्रमा ल्याएता आजको पूजा कार्यक्रम थनहे कोचागदु हकना समापन कार्यक्रमले छिपी नाप हना नाप्लागो जी समापन कार्यक्रमले नाप्लागो जी आया त एकैछिनको लागि छिपी नाप बा सुबा